हेलो नमस्ते हजुर सबैलाई स्वागत छ मेरो अर्को एउटा ब्लगमा। अनि यो दिन चाहिँ हामीहरू चाहिँ इन्डिया आउने दिन बिहानै मन्दिर दर्शन गर्न गएको थियौँ दिदी अनि म। अनि यहाँ चाहिँ सामानहरू हाम्रो प्याकिङ भइसक्यो। अनि त्यसपछि प्याकिङ भएर सबै सामानहरू बाहिर पनि आइसक्यो। भेटघाट गर्नको लागि सबैजना आउनु भएको थियो घरमै। सधैँ आउने गर्नुहुन्छ। जो दिन हामीहरू चाहिँ इन्डिया आउन लाग्छौँ त्यो दिन सबैजना भेट्न आउनुहुन्छ। मेरो बुवा चाहिँ बस्नु भएको छ, हेरिरहनु भएको छ। के गर्ने, केही भन्न सक्नुहुन्न। उहाँ चाहिँ केही बोल्नुहुन्न खासै। बुढो भइसक्नु भयो, रुनुहुन्छ हामी यता आउँदा। हामीलाई पनि धेरै दुःख लाग्छ। अब के गर्ने, भाग्य नसिब हो कि खेल हो कि यो आफ्नै खेल हो कि भगवानको खेल हो। यति टाढा विवाह भयो, बच्चाहरू पनि यति टाढा। अनि दिदी पनि पहिलेदेखि नै यतै आउनुभयो, इन्डिया नै बस्नुभयो, यहीँ विवाह भयो उहाँको पनि। अनि बाबु पनि यतै पढाइ गर्न लायो। बाबु पनि यतै ठुलो भयो, यतैको भयो। भेनाहरूको पनि काम यतै, अब यतै भयो। नेपालतिर अब यस्तै पनि हाम्रो लागि केही छैन गर्ने। के गर्ने है, रुँदै रुँदै बुढो बुबा आमालाई अब बिदा गर्ने त कहाँ मन हुन्छ र। त्यही पनि अब बिदा गर्नुपर्ने भयो। अनि मेरो माइती घर चाहिँ बिस्तारै बिस्तारै यहाँ टाढा हुँदै गयो। अनि हुन त यो भिडियोमा धेरै दिनपछि पोस्ट गर्दैछु। फेरि पनि त्यो दिन सम्झेर एकदमै अहिले पनि मन एकदमै दुखी हुन्छ। खास गरी बुवा मम्मीलाई सम्झिँदा। अब बुवा मम्मी एकदम जवान धन्नेरी भएको भए पो अब अलिकति टेन्सन कम हुन्थ्यो। अब बुवा मम्मी बुढो भइसक्नु भयो। अब बुहारी त छिन्, अब बाबु पनि छ। त्यही पनि के गर्ने, अब जे भए पनि छोड्नै पर्छ। अनि छोरी मान्छे भएर छोरीलाई चाहिँ यो पीडा त सहनै पर्छ। तर नजिक भएको भए ठिक हुन्थ्यो होला। तर हामीहरू चाहिँ धेरै टाढा छौँ, धेरैभन्दा धेरै टाढा छौँ। अनि त्यसपछि हामीहरू चाहिँ गाडी गरेर अनि नेपालगञ्ज आयौँ। हाम्रो सादी खोला छिन्चुबाट गाडी गरेर नेपालगञ्ज आइसकेपछि अनि हामी चाहिँ रुपैडिया गयौँ। रुपैडिया गइसकेपछि ट्याक्सीसँग मेरो पहिले नै कन्ट्याक्ट भएको थियो। ट्याक्सी हाम्रो लागि थियो, वहाँ वेट गरेर बसिरहेको थियो। अनि त्यसपछि हामी सबैजना ट्याक्सीमा बस्यौँ। मेरो दाइको छोरा, मेरो भदै, भेनाहरू, दिदी अनि नानी। अनि राति चाहिँ लखनऊमा गएर बसेको होटेलको चाहिँ कुनै भिडियो मैले रेकर्ड गरेन, किनभने यति धेरै थकान लागेको थियो। साँझ छिन्चुबाट यहाँ सादी खोला छिन्चुबाट लखनऊ पुन्जेल राति यति थकान थियो, त्यही भएर। अनि बिहान चाहिँ हाम्रो भोलिपल्ट बिहानको ट्रेन थियो। लखनऊ नाइट होल्ड थियो अनि बिहानको ट्रेन थियो। अनि हामीहरू चाहिँ ट्रेनमा एकचोटि हाम्रो सफर पनि एकदम लामो भयो, 24 आवर्सको ट्रेन। अनि एकदमै 40 आवर्सभन्दा पनि धेरैको भइदियो। अनि यहाँ चाहिँ ट्रेनमा अब ट्रेनको एउटा कुरा, यहाँ चाहिँ यो सेतो च्यादर हेरेर सबैजना मरेको मान्छे जस्तै देखिन्छन्। हामीहरू चाहिँ त्यही कुरा गर्दै हाँस्दै थियौँ मेरो भाइसँग, मेरो भाइ। अनि ट्रेनको यात्रा पनि सबै भाइ बहिनी सँगै हुनाले एकदम रमाइलो भयो, राम्रो भयो। राम्रोसँग हामी ट्रेनबाट उत्रौँ अहमदाबाद कालुपुर स्टेसन। अब यहाँबाट चाहिँ हामीहरू रिक्सा गरेर आफ्नो घरतर्फ लाग्यौँ। अनि यो चाहिँ अहमदाबादको नदी। अहमदाबाद आइसकेपछि मन त गाउँमै नै थियो। अब के गर्ने है, आउनु पर्ने यता, के गर्ने, यस्तै हो स्थिति हामी नेपालीको खास गरी। अनि यहाँ चाहिँ घर आइसकेपछि घर चाहिँ एकदम क्लिन थियो। मेरो भाउजूसँग घरको चाबी थियो। भाउजू एकदम यो खानाहरू चाहिँ पहिल्यैदेखि हामीलाई के खाना मनपर्छ, यात्रा गरेर आएको मान्छेहरूलाई के खाना मनपर्छ भनेर भाउजूले खाना बनाएर राखिदिनु भएको थियो। यही होला है भाउजू भनेको आमा हुन् भन्ने चाहिँ यही होला सायद। अनि भाउजूले खाना तयार पारिदिनु भएको थियो। हामीहरू चाहिँ आएर फटाफट फ्रेस भएर खाना खायौँ। धेरै थकान थियो, छिटो सुतिहाल्यौँ ल।